भर्खर उठ्यो हैन भर्खर उठेर फ्रेस भएर चाहिँ जुत्ता सुत्ता लगाइसकेको छौँ हामीले दाजुभाइले वेलकम ब्याक टु अवर न्यू भिडियो हजुर सन्चै आएर हेर्नुहुन्छ होला म पनि सन्चै आरामै छु तर के भयो भने नि गाइस कस्तो भयो भने हिजो चाहिँ हामीले हामी आएको थियौँ भिज्दै आएको थियौँ होइन अब आएर चाहिँ अब लुगाहरू सुकायौँ होइन सुकाउँदाखेरि पनि नसुकेको हेर्नु न सब भिजिरहेको छ अझै पनि चिसो छ है अनि पछाडि पनि त्यस्तै चिसो भइरहेको छ अब के गर्नु चिसै भए पनि लाएर त जानै पर्यो होइन अनि अब चाहिँ हामी यहाँ होटलबाट चाहिँ निस्किन आँटेको चेकआउट गरिदिन आँटेको यहाँबाट चाहिँ अब हामी यहाँबाट चाहिँ हामी पाथिभारा मन्दिर जान्छौँ दर्शन गर्नलाई अब यहाँ आइसकेपछि चाहिँ त्यहाँ वाइ नट होइन त्यहाँ वाइ नट भनेको चाहिँ हामी अब त्यही पुग्न त आएको हो नि त मतलब मन्दिर जाने भनेर आएको हो नि त माथिदेखि तलदेखि अनि त्यही भएर चाहिँ हामी यहाँबाट चेकआउट गरेर आँटेको होटल अनि साथीले उहाँ पैसा गर्दैछ के छ साथी ठिक छ हामी सुतेको रुम चाहिँ यही हो हिजो पनि देखाइहालेको थिएँ अनि दुईजना चाहिँ हामी यहाँ ट्याक्क लगाएर सुतेको थियौँ किन धेरै खर्च गर्ने भनेर चाहिँ एकै ठाउँ सुतौँ न त होइन एकै ठाउँ सुतौँ एकै सुतेपछि आखिर धेरै बेर पनि सुतिँदैन एकै ठाउँ सुतौँ भनेर चाहिँ हामीले चाहिँ चाहिँ एउटै बेडमा सुतेको अनि बबाल महँगो भयो रुमहरू यहाँको अति धेरै महँगो छ सो आउनुहुन्छ भने चाहिँ हाम्रो होटलको नाम के हो होटल क्राउ भन्ने होटल छ होइन त्यहाँ आएर स्टे गर्न सक्नुहुन्छ अनि बबाल मिलाएर हुन्छ भाइ बबाल मिलाएर अनि हामीले चाहिँ के लाग्यो भने देखाइदिउँ यो ब्रस चाहिँ लगेको हामीले यहाँबाट साबुन पनि थियो अनि साबुन चाहिँ हामीले युज गरिसक्यौँ होइन साबुन मुख सुकेर फ्रेस भएर चाहिँ स्याम्पूहरू पनि युज गरिसक्यौँ अब एउटा ब्रस बाँकी त ब्रस किन छोड्ने पैसा पारेको छ लिएर चल्दिने होइन पानी पनि बोक्ने कि ल अब हामी होटल चेकआउट गर्छौँ सो तपाईँहरूलाई म बाटोमा गएर भेट्छु त्यही हो अब आजको दिनहरू पनि सुरुवात भइसकेको छ अब अगाडिको भिडियो के कस्तो लाग्यो कमेन्ट डाउन है कमेन्ट हालिदिनु होला सो गाइज अहिले चाहिँ हामी होटलबाट चेकआउट गरेर निस्केर पनि हामी पाथिभारा मन्दिर जाने बाटोमाथि चढिसकेका छौँ यस्तो हेर्नु न यता छ अहिले सर चाहिँ अगाडि पुगिसक्नु भएको छ अब यहाँबाट हामी उकालो 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 चढ्दै हिँड्छौँ आधी घन्टाको बाटो छ धेरै दिन भएको त उकालो नचढेको पनि अनि आज चाहिँ दामी हुने भयो खुट्टाको एक्सर्साइज है धेरै मान्छेहरू पनि आउनु भएको छैन अरे होला है सायद है किनभने बाटो पहिरो गएको छ यता धरानबाट अलिकति माथि छिरिसकेपछि माथि खै कुन ठाउँमा चाहिँ पहिरो गएको छ अरे त्यहाँ होटेलमा पनि होटेलको दाइले भन्नुहुँदै थियो अनि तल हाम्रो धनकुटामा पनि पहिरो गएको छ अरे धनकुटाबाट पनि पहिरो गएको छ अरे धनकुटामा पनि पहिरो गएको छ अरे त्यहाँबाट पनि गाडी आएको छैन खासै चाहिँ आउनु भएको छैन जस्तो लाग्छ मलाई अब त्यहाँ गएर थाहा हुन्छ कतिजना आउनु भएको छ कतिजना आउनु भएको छैन बाइकमा चाहिँ बबाल आउनु भएको छ मान्छे फेरि बाइक चाहिँ अलिक धेरै देखिरहेको छु स्कर्पियोहरू यता अटो सटो खासै देखेको थिएन फ्या भइसक्यो धेरै दिनमा हिँडेको नि त होइन त अनि फ्या है सर यत्तिको दुःख चाहिँ गर्नुपर्छ है यत्तिको दुःख चाहिँ गर्नुपर्छ किनभने हामी मन्दिर हिँडेको नि त सो त्यही भएर गाह्रो यार लास्ट गाह्रो यो किन बानेको हो भनेको मैले अस्तिदेखि सोचिरहन्थेँ क्या किन बानेको भन्दाखेरि चाहिँ यो चाहिँ भाकल हुँदो रहेछ क्या सो तलैदेखि बानेर माथिसम्म लाने भाकल हुँदो रहेछ त्यही भएर चाहिँ बान्नु हुँदो रहेछ यहाँ चाहिँ फेरि छुट्टै छ भाइ हाल्नु न छ साडी लाएर आए भने कालो छुट्टै आनन्द हुन्छ क्या वन पिस लाएर आए भने कालो चस्मा लाए भने केही ढल्छ केटो धराम धराम
मकै बारी गरम गरम हरियो काँक्रा कराम कराम मकै बारी गरम गरम हरियो काँक्रा कराम कराम यहाँ चाहिँ पहिले भन्दा चाहिँ अति धेरै चाहिँ डेभलप भइसकेको रहेछ हेर्नु न डस्टबिनहरू राखेर होइन बाटोमा एउटा पनि फोहोर छैन क्या यहाँनिर चाहिँ सो 6-7 महिना आउँदाखेरि चाहिँ यहाँ डस्टबिनहरू प्रायः केही पनि थिएन अहिले आएर धेरै परिवर्तन डिफ्रेन्ट क्या अब डिफ्रेन्ट भएछ क्या धेरै नै परिवर्तन भएछ सो दामी भइरहेको छ यस्तै यस्तै चाहिँ हेर्न अझै चाहन्छु योभन्दा पनि अब खतरा होइन यहाँ कलर सलर पेन्ट सेन्ट लगाएर चाहिँ बबाल बनाइसक्नु भएको छ सो यो अलिकति टुरिज्म क्षेत्र टुरिज्म एरिया पनि हो नि त सो त्यही भएर चाहिँ हल्का है धेरै दिन भएको छ नबोलेको आज त के भएको फटर भइरहेको छ होइन हिजोको भ्लगमा चाहिँ त्यस्तो साह्रो भएको थिएन आजको भ्लगमा चाहिँ अति भइरहेको छ यस्तो भइरहेको छ मौसम खुलेको छैन वेदर खुलिरहेको छैन होइन अति गिदी भइरहेको छ है हिजोदेखिको अब यहाँनिर चाहिँ यस्तो हुन्छ यस्तो भएको थियो हिजोदेखि अब यहाँ रमाइलो गर्न हामी आएको थियौँ नि त होइन सो वेदर मतलब भ्यूहरू हेर्नलाई चाहिँ अति भइरहेको हेर्नलाई चाहिँ हामी आएको थियौँ होइन सो हिजोदेखि चाहिँ केही हेर्न पाएको छैन लाथाक लुथुक भिजेर गिद्दी भएको थियो सो तपाईँहरूले भिडियो पनि हेरिसक्नुभयो होला सो त्यही हो अब अहिले पनि यस्तै छ हेर्नु न कन्डिसन अफ भेरेटारको वेदर है सो हामी माथि अब पाथिभारा मन्दिर पुग्न आँटिसक्यौँ सो हामी त्यही जान्छौँ अब त्यही गएर भेट्छौँ अहिले चाहिँ हामी पाथिभारा मन्दिर आइसकेको छौँ होइन पानी हेर्नु न यस्तो पानी परिरहेको छ माथि अब कसरी अब माथि जाने अब भन्ने कुरा हो हामी जब जान्छौँ माथि नै जान्छौँ पहिरो गएरमा गिद्दी भइसक्यो अरे अब निस्किन्छौँ यहाँबाट हामीले फुलहरू लिनलाई कुन यो लिने हामी दुईवटा नरिवल छ दुईजनाले हामी फुटाउँछौँ ट्याक्क लगाएर ओ जाउँछु जाउँ ओइ पानी परो सो फाइनली हामी आइसक्यौँ यहाँ मन्दिर पानी परेर जसो तसो भए पनि स्ट्रगल गरेर चाहिँ हामी आइसकेका छौँ पाथिभारा माता ल हामी चाहिँ यहाँ दर्शन गर्ने टक्क लगाएर हामी यहीँबाट गर्दै जाने हो फुल ल्याउन भएको ल साथी हामी चाहिँ फर्किसकेका छौँ अहिले पूजासुजा गरेर होइन साथी जो रमाइलो भयो नि होइन रमाइलो भयो है यस्तै त हो अब पाथिभारा रक्षा गरौँ एकदम आउनुपर्छ हामी अब यहाँ धेरै ठाउँ घुम्ने छ यहाँ मात्रै होइन उता पनि शिवजीको मन्दिर छ माथि जाने शिवजी मन्दिरमा शिवजीको जाउँ ओके हामी चाहिँ यहाँ आइसकेपछि चाहिँ हामी चाहिँ शिवजीको मन्दिरमा जानै पर्ने हुन्छ सो माथि छ शिवजीको मन्दिर सो हामी चाहिँ त्यहाँ जान्छौँ 5 रुपियाँ तिर्नु भन्दै हुनुहुन्थ्यो सो हामी चाहिँ त्यहाँ जान्छौँ अहिले एकछिन नबोला न हो सो हामी चाहिँ त्यहाँ जान्छौँ त्यहाँ गएर चाहिँ फेरि त्यहाँ पनि पूजा गर्छौँ अब पानी फेरि नै परिसकेको चाहिँ हेर्नु न हिजोदेखि लक्षमा भिजेको भिजै गिद्दी भइसक्यो सो अब चाहिँ हामी माथि जान्छौँ ल है हामी चाहिँ पूजा गरेर लाग्यो है जाबुसा कता बस्छ दा कहाँ फुला ल छामुला छो बुझ्नु भएन होला होइन हाम्रो भाषा कहिले सुनेको भयो थाहा हुन्छ त हो फेरि एउटा बोलिदियो त भाइ कहिले सुनेको है थाहा हुन्छ हेर त दुःख गर मन्दिर आउनलाई यति दुःख गरेन भने त कसरी फल मिल्छ त यतिको दुःख त गर्नै पर्यो नि हिजोदेखि भिजेको छ हाम्रो हालत कस्तो छ त हामीलाई मात्रै थाहा छ तपाईँहरूलाई त सिर्फ भिडियोमा देखिरहनु भएको छ रमाइलो छ जस्तो लाग्छ तर बाहिरको दृश्य देखाइदियो यस्तो छ पानी परिरहेको छ यस्तो छ अनि एउटा कस्तो चाइनिज भाषा जस भाइ छाफुस खाना सोला यार
जामुला लाग्छ खा लखेला भनेको चाहिँ यो हामी चाहिँ अब जान आँटेको हामी जाँदैछौँ भन्न खोजेको है त हामी चाहिँ माथि अब त्यहाँ पूजा गरेर हामी तल झरिसकेको छौँ हेर्नु न अब भिडियो बनाउने वातावरणै छैन कसरी भाउने पानी परिरहेको छ ल हामी चाहिँ झरिसकेको छौँ तल आएर चाहिँ एकछिन फोटोसोटो खिच्ने भन्यौँ अनि हेर्नु न यस्तो छ भ्यू वाउ अब चाहिँ हामी यहाँबाट घर जान्छौँ किनभने बाटो खुलेको छ भर्खरै खुलेको छ अरे यहाँ आउने मान्छेहरू अघिसम्म भिड थिएन पाथी भाँडा मन्दिर अहिले यस्तो भिड यस्तो जाम भएको छ होइन सो भर्खरै बाटो खुलेको छ सो हामी यहाँ चाहिँ बस्दैनौँ किनभने अहिले फेरि पानी परेर गिद्दी हुन्छ क्या पानी परेर फेरि बाटो पहिरो गइदियो भने चाहिँ हाम्रो बसाइ फेरि भेडारमै हुन्छ सो हामी चाहिँ अहिले निस्किन्छौँ बरु धरानमा गएर काहीँ भ्यू पोइन्टमा अथवा कहीँ गएर बस्छौँ त्यही हो अब हामी चल्दिन्छौँ यहाँबाट सिधै अब कहाँ गएर भेटिन्छ थाहा छैन कि घर गएर भेटिन्छ थाहा छैन सो होइन त आइसर अब कहाँ गएर भेटिन्छ थाहा छैन होइन अब लाग्ने हो सरासरी लाग्ने जति छिटो यो भ्यू पोइन्टसम्म चाहिँ कट्नुपर्ने छ त्यहाँदेखि यता चाहिँ छैन जोखिम चाहिँ त्यहाँसम्म छ अरे अब ल त्यहाँसम्म ल हामीले खाजासाजा खायौँ अब लाग्छौँ है बिस्तारै माथिबाट चाहिँ भेट हुन्थ्यो माथिबाट चाहिँ तल झरिसकेको छौँ हामीले एकछिन खाजा खानालाई यहाँ रोकेको थियौँ हामी कहाँ भन्दाखेरि चाहिँ हामी यो सिस्ने डाँडामा चाहिँ छौँ है हामी सिस्ने डाँडामा छौँ अनि सिस्ने डाँडाबाट चाहिँ अब फेरि हामी चाहिँ तलतिर घरतिर लाग्छौँ यहाँ हल्का खाजा खानालाई सिस्ने डाँडामा छिरेको होइन बाटो छिरिहाल्यो अब के गर्नु छिरेपछि राम्रो दृश्य हेर्न छिरेको देखाऊ यहाँबाट यस्तो दामी देखिन्छ क्या धरान अहिले फेरि कुहिरो लागिसकेको छ कुहिरो लागिरहेको छ यहाँ सबै यो धरान एरिया हो यो चाहिँ अनि कुहिरो लागिरहेको छ यहाँ यस्तै हो वातावरण यस्तै छ मौसम यस्तै छ वेदरै यस्तो छ सबै थोक यस्तै छ सो केही छैन अब हामी हिजोदेखि 3 बजीदेखि भिजेको मान्छे अहिले पनि पुरै भिजिरहेको छौँ रत्रक्कै भइरहेको छ हेर्नु सब चिसै छ ज्याकेट त्यस्तै भइरहेको छ अब हामी यहाँबाट लाग्छौँ अब कहाँ भेट हुन्छ थाहा छैन अघि भने जस्तो अब घरमा हुन्छ कि कहाँ हुन्छ थाहा छैन अब भिडियो हेर्दै जाउँ भिडियो गर्दै जाउँ अब के हुन्छ कसो हुन्छ लेट्स सी है अब जाउँ न होइन त साथी साथीको लुगाहरू न आम्मामा सक भइसकेको छ क्या होइन त हिजोदेखि भिजेको लुगै सुक्न पाएको छैन अब लुगा घरैमा गएर मात्रै होला त्यही त अनि त्यो रुममा पनि सुकाएको लुगा झन् चिसो कस्तो चिसो भन्दाखेरि चाहिँ मेरो पेन्टमाथि चाहिँ यसको ज्याकेट राखेको रहेछ अनि भेस्ट राखेको रहेछ अनि के सुक्छ त अनि सुक्दैन नि सो अब हामी यहाँबाट लाग्छौँ लेट्स गो सो गाइस म चाहिँ घर पनि आइसकेँ अघि दिउँसै आएको घर चाहिँ होइन अनि त्यही हो बवाल रमाइलो भयो पानीले लोत हानेको थियो सो अब रात पनि अहिले चाहिँ रात पनि परिसकेको छ भिडियो हेरिदिनु भयो होला के कस्तो लाग्यो सो थ्याङ्क्स फर वाचिङ अर्को भिडियोलाई वेट गर्नु होला नयाँ हुन्छ सब्सक्राइब गरिदिनु होला यति भन्दै म बिदा लिन चाहन्छु हस्त जय नेपाल।